आज हाम्रो साहुले चल्ला लिएर आउनु भएको छ। चल्ला 4080 छन्। यति साना साना छन्। यसरी नाङ्लोमा हालेर दाना दिनुपर्छ। यसरी भाँडाहरूमा पानी राखिदिनुपर्छ। अनि यसरी हुकारी बाल्नुपर्छ। यहाँ भित्र चाहिँ भुस, काठको भुस हालेर खाँदेर भुसे चुलोमा खाँदे जस्तो खाँदेर अनि त्यसपछि त्यो भुस बालेर तताउनुपर्छ। कुखुरालाई तातो हुनुपर्छ। साना इत्रा इत्रा यसरी डल्लो परेर एकै ठाउँमा डल्लो परेर बसेका छन्। यिनलाई एकै ठाउँमा डल्लो पर्न दिनु हुँदैन। यसरी दबाइरहनुपर्छ। बेला बेलामा चलाइदिनुपर्छ। चल्लालाई डल्लो पर्न दिनु हुँदैन। यो दाना नि यसरी चलाइदिनुपर्छ बेला बेलामा। यसरी दाना चलाइदिएपछि दाना खान्छन्। सबैतिर पुग्छ। अनि यसरी डल्लो परेका छन् एकै ठाउँमा। यसरी एकै ठाउँमा डल्लो पर्न दिनु हुँदैन। यिनलाई यसरी चलाइदिनुपर्छ। अनि बल्ल एकै ठाउँमा हुँदैनन्। नत्र भित्रभित्र हुकारी भित्रभित्र छिर्छन्। यसरी छिर्न दिनु हुँदैन। एकै ठाउँमा टाँसिन दिनु हुँदैन। यिनलाई